भन्दा छोटो छ कट्टु पनि यार कसम के मेरो डक्टर पुरै दिदियो होला यार त्यही त छ हामीले गाइस अहिले चाहिँ हामी यता निस्केको अवस्था हो मैले तिमीलाई मन पराएको अवस्था ल आज खासी खट्टा देख्ने ड्राइभर रमाइलो मोटर चलाउँदै खान्छ मायाले कुलाई बोलाउँदै यो म पनि चढ्छु साथी खले तिमी खले ल मिल्छ हेलो गाइज वेलकम टु ब्याक माई फेरि नयाँ भिडियोमा होइन आज चाहिँ हामी काकोबाट आबेन बौसाई भन्ने ठाउँ जाँदैछु अहिले चाहिँ गएको हिँड्दैछु गएको ढिलो भइसक्यो अब टाइमै छैन कति 5 मिनट मात्र बाँकी छ ल हाम्रो चाहिँ हामी हिँड्दैछौँ है दुई शब्द देवकोटा आज चाहिँ हामी कहाँ जान लागेको छौँ आज हामी चाहिँ आबेन जान लागेको सबैजना मिलेर हाम्रो सेन्जे कुन सेन्जे गरेर हिँड्नु पऱ्यो नि त गरेन भने हेलो नमस्ते म चाहिँ सम्धिको सम्धिनी बेलुका हाल्नु ल म हेर्छु सम्धि म चाहिँ पापा प्यारो छोरो छिनो देखाउनु है मलाई त अहिले चाहिँ हामी यता निस्केको अवस्था हो मैले तिमीलाई मन पराएको अवस्था ल आज खासी खट्टा देख्ने नागाला फुम्ला कोप्रो हिँड्दै सोनबारङ त के रो गरे के भन्छ तामाङ भाषामा सरल छ यार म फेरि रेकर्ड गरेर बेलुका ओइ मलाई तामाङ जापानमा छेपछि क्रोसी कले मसान्दो दाजु छोरी ल के भने तिमी तामाङ हैन फाइनली गाइज हामी चाहिँ यो आबेन बौसाई सेन्टर भन्ने ठाउँमा आइपुगिसकेको छ होइन अनि यहाँ चाहिँ यस्तो छ कि पुरै भूकम्पहरू आउने सब देखाइदिन्छ क्या यहाँनिर चाहिँ यस्तो रहेछ होइन तर बवाल छ क्या यतातिर हेर्नु नै सबै खतरै छ क्या लगाइ छ अब चाहिँ हामी फर्केको सबैजना गाइस आज चाहिँ हामी आएको बिल्डिङ चाहिँ यो हो यसमा चाहिँ अब जापानमा हुँदै भूकम्प आगो लागिहरूबाट कसरी बच्ने त भन्ने कुराहरू सिकाएको थियो होइन त सम्धि कस्तो भयो एकदम खतरा रमाइलो हो भूकम्प आएको जस्तो फिल भएको थियो एकैछिन त हो अनि सम्धि भन्नु न हो अरू केही छ भन्नुपर्ने होइन आजको कस्तो भयो त सिकाइ भन्नु खोजेको होइन विस्तृत रूपमा एकदम साथीभाइहरूसँग रमाइलो हाँसी मजाक सब थोक भयो आज हुनपर्ने सब थोक भयो हो हजुरहरू पनि जापानमा हुनुहुन्छ भने इखाइ झै किते कुदा साइने ल